माई गड हेर यत्रो ठगेछ। हेलो गाइज, आज चाहिँ म तपाईँहरूमा आज एउटा नयाँ भिडियो ल्याएर आइसकेको छु। यो चाहिँ नेपालीहरूको विशेष चाड अन्तर्गत माघे सङ्क्रान्ति पर्दछ। यो चाहिँ माघ महिनाको पहिलो दिन 1 गते चाहिँ धुमधामको साथ मनाइन्छ र यो माघे सङ्क्रान्तिको तपाईँहरूलाई पनि धेरै धेरै शुभकामना साथै यो भिडियो तपाईँहरूले इन्जोय गर्नुहोस् र यसमा केही कमी कमजोरी छ भने तपाईँहरूले लाइक कमेन्ट गरिदिनुहोस् र सब्सक्राइब पनि गरिदिनुहोस्। धन्यवाद। हेलो गाइज, आज म चाहिँ यहाँनिर भोलि माघे सङ्क्रान्तिको लागि सपिङ गरेर आएको। रोक्नु नि छ त। यहाँ चाहिँ बटर सुरु है। यो चाहिँ भुजाको डल्ला, यहाँनिर च्याउ छ, च्याउ। त्यसपछि के भन्नु टमाटर एकदम महँगो न महँगो। यहाँनिर चाहिँ गेडागुडी, ओहो लाला गेडागुडी त झर त। गेडागुडी हो, च्याउ ल्याएको छु। यो मिठो हुन्छ नि। जङ्गलको तरुल झन् सबैभन्दा उयो हुने नि। होइन, बनतरुल छ। यो चाहिँ तरुलहरू हो गाई। यो सिमल तरुल हो, घर तरुल है। अनि यो चाहिँ घर तरुल। जरा ल्याएन? मैले पनि ल्याइरहेको छु। पर्सि गाउँ जान्छ। जरा ल्यायो? जरा ल्याएन। भइगयो भयो। केमा ल्यायो भयो भने त्यहाँदेखि दाजु प्याज चाहिँ चाहियो भयो। प्याज चाहियो। अब भोलि सङ्क्रान्तिको लागि यो के भन्छ सिमल तरुल चाहिँ रेडी गरिराख्ने, त्यही भएर काट्दैछु म। सबैजनालाई सङ्क्रान्तिको ह्याप्पी सङ्क्रान्ति पनि भन्न चाहन्छु है त। यो चाहिँ मेरो काट्ने चाहिँ अलिक सानो भयो, तरुल चाहिँ ठुलो भएछ। ल बाफ्रे, सङ्क्रान्ति मनाउनु पनि गाह्रो छ। यो चाहिँ अलिक गाह्रो भयो, म अर्को ल्याएर आउँछु। मलाई चाहिँ यसले एकदम अप्ठ्यारो भयो, यो ठुलो भएकोले। यो सिमल तरुल चाहिँ अलिक कडा कडा टाइपको हुन्छ, त्यही भएर अब ठुलो छुरीले चाहिँ आरामले काट्ने यस्तो गर्नुपर्छ। यस्तो गरेपछि काट्न पनि सजिलो। यो सिमल तरुल, यहाँनिर चाहिँ घर तरुल छ। पहिले चाहिँ घर तरुलहरू बाजेले गाउँमा हुँदाखेरि चाहिँ बाजेले आफै खनेर रेडी गरिदिनुहुन्थ्यो। हामीले चाहिँ बिहान बिहानै केलाएर उसिनेर गर्थ्यौँ। अहिले चाहिँ यहाँ बजारमा चाहिँ अब यो चाहिँ किनेर ल्याउनुपर्छ। त्यही पनि यो 120 रुपियाँ केजी। यो चाहिँ एकदम फ्रेस रहेछ। आज बजार पनि अति नै भिड, माघे सङ्क्रान्ति नै लागे जस्तो, हिँड्ने ठाउँै नभएको प्याक। यो चाहिँ के अरे बनतरुल हो। माघे सङ्क्रान्तिको दिन चाहिँ बनतरुलको अलिकति काँचो बनतरुल खानु अरे, अनि टिका लगाउनु अरे। यसले चाहिँ जाडो खेदाउने काम गर्छ अरे। अब यो माघे सङ्क्रान्तिबाट चाहिँ नेपालीहरूको जाडो जान्छ, अनि त्यसपछि श्री पञ्चमीबाट गर्मी सुरु। यसलाई केलाउने तरिका चाहिँ यस्तो गर्नुपर्छ। अनि यो बिचमा यसरी काट्ने, यस्तरी। अनि यस्तो गरिसकेपछि अलिकति यस्तो गर्नुपर्छ। यस्तो मजाले जान्छ है। यो चाहिँ केलाउनु पनि एकदमै जान्यो भने सजिलो र तरुलहरू मध्येको मेरो चाहिँ एकदमै फेभरेट हो। यस्तो केलाएर यति राम्ररी जान्छ कि केलाउनु जानेन भने चाहिँ फेरि कोट्याउँदा कोट्याउँदा हुन्छ। यस्तो मजाले जान्छ। यसलाई चाहिँ अब यो यस्तो गरेर काटिदिइराख्छु। अनि यो केलाउने काम चाहिँ छोरीहरूको, छोरी 2जना छोरीले चाहिँ सिक्नु पर्यो नि त। अब
होइन यस्तो गरेर यस्तो गरिसकेपछि त यो त आरामले जान्छ। अनि यो यसरी गएपछि अनि मजाले निस्किन्छ। यो धोएर मजाले पकाउने हो। आज चाहिँ धोएर टक्क रेडी गरेर राख्ने, भोलि चाहिँ पकाउने हो। यो घर तरुलको चाहिँ मासु जस्तो काट्यो त। यो घर तरुलको चाहिँ सेतो भन्दा पनि मलाई चाहिँ पहिलेदेखि नै यो पर्पल कलरको चाहिँ एकदमै राम्रो लाग्छ, मिठो लाग्छ। यो अलिकति टेस्टी पनि लाग्छ। अनि विशेष गरेर यो माघे सङ्क्रान्तिमा चाहिँ यस्तो तरुलहरू खानु अरे। अनि यसको मौसम पनि यही हो, यतिखेर नै फल्छ मजाले। यसरी काट्ने हो, पिस पिस काटेर अनि त्यसपछि यसलाई नि टक्क यसरी धोएर काटिराख्ने हो। यसरी केलाउनुपर्छ। म चाहिँ मजाले धोएर यतिकै उसिन्दा पनि हुन्छ। यसलाई चाहिँ यसो गरेपछि चाहिँ भरे केलाइराख्नु परेन, कुपु खायो भने भइहाल्यो। नेपालीहरूको चाहिँ यही राम्रो, बहुसांस्कृतिक परम्पराको धनी। त्यही भएर महिनामा एकपटक न एकपटक चाहिँ चाडपर्व आइरहेको हुन्छ। मानिसहरूलाई काम गर्दा गर्दा बोरिङ हुन्छ, रमाइलो पनि हुन्छ। चाडपर्वमा घर परिवार भेटघाट हुन्छ। त्यो नै एकदमै मलाई चाहिँ राम्रो लाग्छ। यस्तो गर्ने हो। यो पिस पिस बनाएपछि चाहिँ यसलाई केलाउन सजिलो हुन्छ। यस्तो गरेर यतिको हेलो गाइस, मम्मीले यत्रो केलाउनु दिइराख्नुभएको छ। यसलाई चाहिँ यस्तो काटिराखेको छु। यस्तो 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 भयो निस्किन्छ। अनि फेरि यसलाई यसो गर्नु, अलिकति निस्किन्छ यसरी, फेरि यो हुन्छ। यस गाइस, भयो। वाउ गुड। ल मेरो चाहिँ ल दुईजना पनि केलाउन सुरु गरेँ। हजुर, सिन्दा के गरेको? तरुल केलाको। तरुल केलाउनु पऱ्यो नि त, सिक्नु पऱ्यो। छोरीहरूलाई काम दिइराखेर अनि म चाहिँ यहाँ छु। यहाँनिर चाहिँ यो उम्लिँदैछ, दबाई हो यो चाहिँ, खोकी। यो केटी चाहिँ एकदमै धेरै खोकेको छ यताको चाहिँ। अब भोलिको लागि तिलको लड्डु, यो सेतो तिलको लड्डु बनाउने हो। अनि यो चाहिँ सक्खर, यो चाहिँ यहाँनिर चास्नी बनाउने। अनि यो चाहिँ कालो तिल, यो चाहिँ कालो तिलको लड्डु बनाउने हो। ओ माई गड, के यस्तो हेर, यत्रो ठगेछ। यत्रो हालेर ठगेछ के हो? यत्रो भारी न भारी ढुङ्गा हालेर ठगेछ। यो चाहिँ केलाएर अनि त्यसपछि धोएर अनि अलिक सुक्खा उयो गर्ने, अनि त्यसपछि लड्डु बनाउने हो। यसलाई चाहिँ मजाले निकाल्नुपर्छ। सिनो ढुङ्गा हुन्छ, त्यही भएर यसरी केलाउनुपर्छ मजाले। ल यो चाहिँ सेतो तिलको लड्डु बनाउने हो। सेतो तिल चाहिँ अलिक सफा नै रहेछ, गाइस हेर्नु, यो ढुङ्गा जस्तो बिनेरुन हालेर ठगेछ हामीलाई। उता कालो तिललाई तिलमा कालो यो राखेछ। अन्त यो चाहिँ यसो हेरेको त भरे बिरेनुन रहेछ। ठिकै छ, यो पनि काम लाग्छ। यहाँनिर चाहिँ
सक्खरको चास्नी बनिँदैछ अलिकति नजिकबाट हेरौँ न यो चाहिँ चास्नी बनिँदैछ अब तिलको लड्डुको रोटी रेडी भइरहेको छ ओ माई गड तातो न तातो भयो चाहिँ नगर न त्यस्तो यो चाहिँ हल्का भुटेर अनि त्यसपछि यसको तपाईँको के हो के हो अब यो रेडी हुँदैछ लड्डु यसरी त्यो के तातो हो ढुङ्गा जस्तो ढुङ्गै होला नि अनि ढुङ्गा किन लिएको तिमीले हेरोस् भनेर आइज तातो भएछ मम्मीलाई तातो भयो बनाउनु त डल्लोहरू मेरो हातभरि टालेको छ कसरी बनाउनु भने यो चाहिँ तिलको लड्डु चाहिँ यसपालिमा छुट्टी भएकोले गर्दा एक्जाम भएर एक्जामको छुट्टी त्यही भएर छुट्टीले घरमै बनाउने भनेर कोसिस गरेको यो चाहिँ फर्स्ट टाइम हो मैले हल्का तिल भुटेँ मजाले केलाएर अनि त्यसपछि चाहिँ चास्नी बनाएर यो सक्खरको चास्नी बनाएर गरेको खोइ मलाई त यो त अलिक पारै आएन जस्तो लाग्यो अलिक धेरै हालेँ कि के हो सायद यो अलिक धेरै भयो चास्नी चाहिँ चास्नी अलिक धेरै भयो जस्तो छ गाइस यो चाहिँ मैले फर्स्ट टाइम बनाउँदैछु बनाउने ट्राई गर्दैछु यहाँनिर चाहिँ के गर्नुपर्छ भन्ने कुराहरू चाहिँ हजुरहरूले चाहिँ मलाई कमेन्टमा भनिदिनुहोस् है त यसको तरिकाहरू यो चाहिँ मैले फर्स्ट ट्राई गर्दैछु यसमा चाहिँ मेरो के कमी कमजोरी भयो यो अलिकति डल्लो भइरहेको छैन यसको लागि चाहिँ तपाईँहरूले कमेन्टमा मलाई बताइदिनुहोस् है त मेरो हात चाहिँ फर्स्ट टाइम बनाएको हुनाले लास्टै भरि टाल्यो The next day. ल म फर्स्ट ट्राई गर्दैछु है त ढाडुले नै ओ माई गड टुक्रा टुक्रा भयो त अनि टाँसिएन जस्तो छ होइन होइन टाँसिँदैन तर तपाईँले कम हाल्नुभयो ए डर लाग्यो नि केही छैन अलिकति गोल हुन्छ नानी अब कस्तो राम्रो हुँदैछ मम्मीको फर्स्ट रोटी ला चुडिएन बिहे गरिसक्नुभयो यस्तो अब छापिहाल्नु अरे कस्तो मजाको भयो त हो तिहारमा अस्ति नि बनाउनु ला झन् धेरै भयो नै बस पुग्दाखेरि फर्स्ट ट्राईमा यस्तो भएको छ हेर्नुहोस् मलाई त कति धेरै खुसी लागिरहेछ गोलो गोलो भएको ह्याप्पी सङ्क्रान्ति कसरी ढोगेको पर्खिनु नि टिका लगाइदिन्छौ आज यसको त लाउँछ ल अब हामी चाहिँ माघे सङ्क्रान्तिको सुरु गऱ्यौँ है गाइस तपाईँहरूलाई नि ह्याप्पी सङ्क्रान्ति